हामी एकदमै धन्यवाद भन्न चाहन्छौँ। र हामीलाई थाहा छ गएको वर्षमा हामीले 450 भन्दा बढी बोट बिरुवाहरू रोपेका थियौँ। तर ती बोट बिरुवाहरू हामीले रोपेको खासै त्यति उपलब्धिमूलक देखिएन। अनि यो वर्ष हामीले एउटा योजना सहित राई मिसन सङ्गति नेपाल, जसले हाम्रो गाउँलाई हामी धेरै माया गर्छौँ, हरेक वर्ष हामी व्यक्तिगत रूपमा हामीले थोरै रकमहरू कलेक्सन गर्दै आजसम्म हामी यो कार्यमा, सामाजिक कार्यमा अगाडि बढिराखेका छौँ। अनि गएको वर्षको बोट बिरुवालाई हेर्दै गर्दा सबै मरेको कारणले गर्दा हामीले एउटा विचार के आयो भने बरु एउटा फेज बाई फेज है एउटा राम्रो प्रकारको एउटा काम गर्नुपर्छ भन्ने जस्तो विचार हाम्रो टिमहरूको भएको कारणले गर्दा अनि यो लभ गार्डन भनेर नाम त राखियो, तर यो भित्र भएको जति पनि बगैँचाहरू सबै मरेको छ। अनि यसलाई चाहिँ पहिलो फेजमा हामीले एउटा घुम्नको लागि एउटा राम्रो ठाउँ बनोस् भन्ने हेतुले नै आज हामी चाहिँ गएको दिन झन्डै 5-6 दिनभन्दा बढी भयो हामी यही छौँ। र आज हाम्रो माझमा सब डिभिजन कार्यालयको पनि विशेष व्यक्तित्वहरू हुनुहुन्छ, हाम्रो सल्लाहकार हुनुहुन्छ, अनि सामुदायिक वन है हात्ती सामुदायिक वनको अध्यक्ष कता हुनुहुन्छ पछाडि अगाडि आउनु न। अनि हाम्रो विशेष गरी गाउँको हाम्रा विशिष्ट व्यक्तिहरू, हाम्रा सामाजिक अभियन्ताहरू र हामी जति पनि हामी यो गार्डनलाई र यो ठाउँलाई हामीले माया गरेका छौँ र राम्रो हुनुपर्छ, संसारकै मानिसहरू आएर यो ठाउँ घुम्नुपर्छ भन्ने योजनाको साथमा सुरु गरिएको यो पहिलो प्रयास, गएको वर्षको प्रयास चाहिँ खासै त्यति राम्रो उपलब्धिमूलक भएन र हामीले नुवापाक भनेर पनि नामाकरण गरेर केही प्रोग्राम पनि गर्दै थियौँ। तर यो वर्षमा चाहिँ हामी विशेष गरी सल्लोको रुख, त्यसपछि क्रिसमस ट्री, अनि त्यसपछि खजुर, आँपको बोट अनि विभिन्न झन्डै 8वटा बोट बिरुवाहरू हामीले लिएर आएका छौँ। र यसलाई हामी आजबाट विशेष गरी यसलाई वृक्षारोपणको रूपमा अगाडि बढाउन चाहन्छौँ। हाम्रो बिचमा हामीलाई धेरै माया गर्नुहुने है सब डिभिजन कार्यालयको र विशेष व्यक्तित्व पनि हुनुहुन्छ र उहाँको बाहुलीबाट हामी यसलाई हामी वृक्षारोपणको हामी सुरुवात गर्नेछौँ। र यसलाई दिनका लागि हाम्रो माझमा आदरणीय हाम्रो विशेष राई मिसन सङ्गति अथवा हाम्रो यो नुवापाक कमिटीको सल्लाहकार पनि हुनुहुन्छ, उहाँलाई दिनुहुनेछ र उहाँको बाहुलीबाट यो वृक्षारोपण हुन्छ। तर त्योभन्दा अगाडि हामी प्रार्थना गरौँ ल, सबैजना मिलेर प्रार्थना गरौँ। गएको वर्षमा जे जति भए पनि तर यो वर्ष हामीले वृक्षारोपण गरेको यो वृक्षहरू चाहिँ है यो बोट बिरुवाहरू चाहिँ एकदमै उपलब्धिमूलक हुन सकोस् र यो बगैँचामा भएको जति पनि बोट बिरुवाहरू छ हामी सबैले हेरविचार गर्दै अझै यसले चाहिँ फलफुलहरूदेखि लिएर अनि यहाँ घुम्दै गर्दा राम्रो एउटा दृश्यहरू बन्न सकोस् भन्ने हाम्रो उद्देश्यको साथमा अगाडि बढ्न सकौँ भनेर यो योजना बासै हामीले व्यक्तिगत रूपमा गरेको थोरै रकमले त्यति ठुलो एउटा योजना पुरा गर्न नसकिएला, तर हामी सबैजना सहकार्य गर्दै यसलाई राम्रो एउटा पर्यटकीय स्थल, घुम्न लागेको ठाउँ बन्न सकोस् भन्ने हाम्रो कामना बनेछ। हामी छोटो प्रार्थना गरौँ। प्रभु हामी तपाईँ परमेश्वरलाई पवित्र समयमा हामी धन्यवाद दिन्छौँ। हामी तपाईँको नाउँलाई प्रभु हामी उचाल्छौँ। प्रभु विशेष गरी हामी प्रार्थना गर्न चाहन्छौँ तपाईँ यसको नाउँमा हामी यो ठाउँलाई, यो गाउँलाई, यसलाई अनि हामी राष्ट्रलाई नै हामी माया गर्छौँ। प्रभु यो दिएका छन् यो अझै त्यसलाई बनाउनको लागि हरियो बनाउनको लागि भएर यो ठाउँलाई अझ प्रकारले एउटा सुन्दरता दृश्यहरू बन्न सकोस्, एउटा साथीका प्रभु स्वाभाविक प्रभु एउटा नेचुरल रूपमा यो राम्रो घुम्ने ठाउँ बन्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रमहरू सुरु भइरहेको छ। हामी प्रार्थना गर्दछौँ, हामी जति पनि व्यक्तिहरू यहाँ हामी उपस्थित भएका छौँ यी सबै कुराको लागि हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। यो लभ गार्डन भित्र प्रभु एउटा क्रसको आकारमा हामीले जुन प्रकारको एउटा दृश्य अवलोकन गर्न आउने मानिसहरूले अनि यो भित्र प्रवेश गर्दै गर्दा अनि यो भित्र घुम्दै गर्दा यहाँको मनोभाव दृश्यलाई हेरेर उनीहरू चाहिँ यो ठाउँमा आउनको लागि लालायित हुन सकोस् भन्ने उद्देश्यले प्रभु हामी यो एउटा वृक्षारोपण साधारण रूपमा हामी गर्दैछौँ। ओ प्रभु हामीले जे जति हामी गर्न सकेका छौँ हामी सरकार पक्षसँग, वडा पक्षसँग, वडासँग समन्वय गर्दै, गाउँपालिकासँग समन्वय गर्दै, प्रदेशसँग, सरकारसँग पनि समन्वय गर्दै यो कार्यलाई अगाडि बढाउनको लागि हाम्रो लागि बाटो खोलिदिनु भएको छ
भनेर हामी प्रार्थना गर्छौँ। आज हाम्रो माझमा सब डिभिजन कार्यालयको विशेष व्यक्ति हाम्रो माझमा आउनुभएको छ। यो ठाउँलाई यो जङ्गललाई धेरै माया गर्नुहुन्छ र अध्यक्ष वन उपभोक्ता समितिसँगै अनि साँच्चै नै प्रभु यो हात्तीवन सामुदायिक साँच्चै नै प्रभु यो समुदायका प्रभु अध्यक्ष सँगसँगै रहेर धेरै कुरामा सहायता पुर्याउनु भएको छ। हामी यी व्यक्तित्वहरूको लागि पनि तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ र हामी प्रार्थना गर्छौँ। हाम्रो यही नै प्रार्थना रहनेछ, आजबाट सुरु गरेको वृक्षारोपण चाहिँ प्रभु यो कुनै पनि बोटहरू नमरेको होस्। प्रभु यो चाहिँ राम्रो प्रकारले हुर्कदै एउटा दृश्य गर्दै मनमोहक दृश्य अवलोकन हुन सकोस्। मानिसहरू रमाएर प्रभु यो ठाउँमा बस्ने ठाउँहरू मात्र नभएर प्रभु उनीहरू यो भित्र बस्दा बगैँचाभित्र जाँदै गर्दा घुम्दै गर्दा यो भित्र फलेको फलफुल खाँदै गर्दा पनि ती व्यक्तिहरूको जीवन आनन्द आउन सकोस् भनेर हामी प्रार्थना गर्न चाहन्छौँ। जे कुरा गर्न सकेका छैनौँ त्यसको लागि पनि हामी आउने दिनमा गर्नको लागि ढोका खोलिदिनुहोस्। आजबाट जे यो वृक्षारोपण गर्दैछौँ प्रभु यो वृक्षारोपण अनि यो गार्डनलाई प्रभु एउटा प्रेम गार्डन बगैँचा प्रभु एउटा प्रेम बगैँचा लभ गार्डनको नामसँग जोडिएको नाम र जहाँ साँच्चै नै प्रभु यो साधारण अनि सानो कुरालाई हामीले प्रयास गरेका छौँ तर यसलाई ठुलो रूपमा तपाईँले साँच्चै नै प्रभु यसलाई सफल बनाउनको लागि तपाईँकै हात हामी चाहन्छौँ। धन्यवाद छ। हामी यो गाउँमा भएका जति पनि व्यक्तिहरू हामी सबैजना मिलेर यो काममा अगाडि बढ्नेछौँ। सबै काममा सहायता गर्नुहोस् येशू प्रभुको नाममा। कुन बिरुवा कुन ठाउँमा राख्ने त्यसै भिडियो खिच्ने कि फोटो खिच्ने हो? एउटा जीवन तपाईँले गरिदिनु भयो यसैलाई हामी पुरा माटी हाल्नु कसरी रोकिन्छ त्यो बताउनु। यो रोक्नु पर्ने रोक्नलाई